ल हेर्नु साथीहरू, आफ्नो मम्मीले यसरी सिकाउँदाखेरि छोरीको पुरा आँसु आएको छ। देख्नुभयो कि नै? हेर कस्तो आँसु आयो, कस्तो रोइरहेको छ। अब यो यो सिकाइ कस्तो तपाईँ आफै भन्नुहोस्। यस्तो छोरीलाई हप्काएर सिकाउने कि अलि माया गरेर सिकाउने, ल भन्नुहोस् त। हामीले छोरीलाई माया गरेर सिकाउनुपर्छ है। ल अब फेरि देखाउँदैछु, छोरीलाई माया गरेर सिकाउने है। ओके, 2 1 जा 2 2 2 जा 4 हुन्छ। त्यसैले यो इभेन भयो। अनि यो 5 के भयो? 5 के हो? त्यो 5 ओड हो। अगाडि 2 भयो भने पछाडि त 5 ओड हो। त्यसैले यो पनि के भयो? ओड भयो। अनि अब यो 6 के हो? हेर्नु साथीहरू, मम्मी जहिले पढाउँदाखेरि कति इभेन भयो। त्यसैले यो रोचे, अगाडि बहुत लास्टै हप्काएछन्। अगाडि 3 भए पनि अगाडि मम्मीले आफ्नो छोरीलाई पढाउँदाखेरि लास्टै हप्काएको कारणले गर्दाखेरि छोरी डढाएर रोएको छ। अनि ल हेर्नुहोस्, अनि यो 2 7 यस्तो गर्नु ठिक हो कि होइन, तपाईँ आफै भन्नुहोस् है। कुनकुरो पनि तिमी पनि काका पर्ने हो? काका पर्ने हो? छानाले पनि काका पर्छ। छानाले पनि काका पर्छ। 8 4 0 लाग्यो भने 8 हो, इभेन हुन्न। 0 लाग्यो भने त इभेन हुन्छ त। भयो। अब आयो? हेर्नुहोस्, बिहान बिहान जाडो भनेर उडी पनि राखेको छु। ल ल आफ्नो छोराछोरीलाई अब सिकाउँदाखेरि जोडले होइन हप्काउने है, एकदम मायाले बोल्नुपर्छ है। ओके, हेर त अब तिमीलाई के भन्छ, इभन नम्बर आयो। अब जुन अड नम्बर भन्ने हुन्छ नि, त्यो अड नम्बर आयो कि आएन? आउँछ कि नै अब अड नम्बर? किनभने अहिले जुन तिमीले इभन नम्बर गर्यौ नि, त्यो सबै गोलो गोलो लगायो होइन, त्यो इभन नम्बर भयो। अब तिमीले जुन गोलो गोलो लगाएको थिएनौ त्यो चाहिँ अड नम्बर भयो है। ओके, ल।